हेलो गाइस, आज हेर्नुहोस् म यो झारीभित्र हिँड्दैछु। यहाँ एक्लै हिँडेर आएको छु झारीभित्र। तपाईँलाई तपाईँ देख्नु सक्नुहुन्छ। हेर्नुहोस् अगाडि यस्तो छ, बिल्कुलै झारी छ यहाँभित्र। यहाँभित्र हिँड्दैछु म। यो ओडाल देख्नुहोस्, यहाँ खतरा ओडाल। यो ओडाल चाहिँ यहाँभित्र भालु पनि बस्न सक्छ। आज मलाई यहाँ एकदमै साह्रो गाह्रो परिरहेको छ। यहाँ म यो बाटोमा एक्लै हिँडेर आएको छु। तपाईँहरूले यसो मलाई सपोर्ट गर्नु होला। हिँड्नु नि बडा मुस्किल छ। ठुल्ठुलो पाइपहरू छ यहाँ। हेर्नुहोस्, तपाईँलाई पाइपहरू देखाउँछु म। यहाँ मोटा पाइपहरू छन्। यहाँ यिनी जङ्गलका बिचमा छु म। यहाँ बाटो पनि छैन, बिल्कुल झारी मात्रै छ। झारी मात्रै चल कहाँ र बिजेको काँटा पनि अहिले बिज्नु थियो खुट्टानु। एकदमै गाह्रो भएको भयङ्कर मोटै सिनपानी भइरहेछ यहाँ। त्यसले अब काँटा तान्नु पऱ्यो कि काँटा पनि ठुलै परेछ। हेर्नुहोस्, यता जङ्गल यस्तो छ, पुरा काँडा मात्रै छ। ओहो, काँडा बिज्यो सालेको। बसेर हिँड्नुपर्छ, बसेर हिँड्नुपर्छ। एकदमै गाह्रो छ यहाँ जङ्गल हिँड्नु। खोला छ, यस्तो खोलामा अहिले यहाँ भालु अरू बाघहरू मात्रामा पाइन्छन्। त्यस कारण यहाँबाट छिटो निस्किनुपर्छ। अलि त ढिलो भयो भने चाहिँ गाह्रो पर्न सक्छ क्या। यस भिडियोलाई सबैले हेरिदिनु होला, सेयर गर्नु होला। ए भालु आयो। जङ्गलमा मङ्गल भइरहन्छ क्या। भालु भेट्यो भने भालु त फेरि मजाले मङ्गल गरिदिन्छ फेरि। अनि भालुले त फेरि खेदा हो मङ्गल गर्ने। त्यस कारणले गर्दा भालुको नजिक त पर्नु हुँदैन। भालु त बडा खतरनाक जानवर। म एउटा गनिन्छ क्या। हेर्नुहोस्, म लगभग अब खेतमा पुगिसकेको छु। यो भिडियो सबैले हेरिदिनु होला, लाइक सेयर कमेन्ट गर्नु होला। ल, धन्यवाद।